हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ। आज मैले बिहान भन्न 12 बजे ठ्याक्कै अनि काइलीको अचार स्पेसल काइलीको अचार आज बल्ल सामान आयो। थ्याङ्क यू बहिनी। आज खोल्दैछु, अनबक्सिङ गर्दैछु के पठाएछ बहिनीलाई। भर्खर आयो आज। फाइनली मेरो यो आमा कस्तो गरौँ हो क्या भयो सर म यस्तो गर्छु। आम्बो डेन्जर बलियो के यस्तो आमा कस्तो बोल्यो त्यसरी बोल्यो आमामा। कति दिनमा आइपुग्यो होला खुर्सानी सुसानी खोले पनि सक्यो। अब रेडी अचार विचार। वाह वाह, थ्याङ्क यू मेरो बहिनी, कति धेरै आमा कस्तो राम्रोसँग पठाएको छ नि। एउटा तेल चुसन छोरी हेर त प्याकेजिङ कस्तो राम्रो प्याकेजिङ। वाह आई लभ यु बहिनी, काइली बहिनी एन्ड ज्वाइँ एन्ड अर्जुन दाई। वाह कस्तो राम्रोसँग के हेर एउटै केही लिएको छ त। आम्बो दामी प्याकेजिङ एकदम राम्रो। यो तिम्रो त्यही होला खसीको मासु अचार। वाह कस्तो भयो ए अचार कति धेरै पठाएको। यति धेरै भन्थेँ मैले बहिनीलाई बिचारा यति धेरै। वाह स्पेसल यो तिम्रो स्पेसल यो थम्बनेल पनि खिच यो पिक्चर कुन यो। वाह सिलौटो यस्तो मन पर्यो यसरी पिस्ने। अब अचार ठिक्कैको के एकछिन चामल पिस्नुपर्छ त्यस्तै हुन्छ। धेरै एक्साइटेड भयो भने त्यस्तै हुन्छ। यस्तै यस्तै यो अझै यसो चामल धर पिसेर अनि यसो ए ठिक्क कि है छिट्टी छिट्टी। अनि फेरि बिचारा दिदीले अरू चाहिँ खुर्सानी भनेर पठाइदिन्छ बिचारा काइली बहिनीले खुर्सानी। वाह तर के भन्छ नि भाइ त्यसरी त्यस्तै। थ्याङ्क यू मेरो बहिनी। मैले खुर्सानी अलिकति हालिदेऊ न बहिनी, टोक्नु मन लाग्यो भन्थेँ तर त्यति साह्रो त बिग्रेको छैन। एउटा दुइटा यस्तो प्याचक्क बस्छ केही छैन। एनिवे टोक्नु त पाएँ अलिअलि। अहिले अलिकति फैलाइदिन्छु बिचरा यत्रो दिनमा आउँदा त। थ्याङ्क यू मेरो बहिनी। अचार विचार अब खाएको पनि देखाउँछु तपाईँहरूलाई यसरी कसरी। बहिनीले भन्छ यस्तो घोप्टो पारेर राख्नु भन्छ कि एकछिन घोप्टो अलिक खोलेर घोप्टो पारेर राख्छु। थ्याङ्क यू आई लभ यु मेरो बहिनी काइली। अनि मेरो ज्वाइँ अर्जुन दाजुको पनि हात छ यसमा। दाजुलाई पनि दाजुले दिँदै खुर्सानी हेऱ्यो ल। थ्याङ्क यू भन्दै अब म थन्काउन चाहन्छु। फाइनली मैले प्लास्टिकहरू पुरा फालेर उस गर्दैछु। अब ए यो चाहिँ खोलेन प्लास्टिक खोलेँ। अब काइलीले उदो मुन्टो गर्नु भन्छ कि एकछिन यस्तो भर्खर आएको नि त तेलसँग, तर तेलै छ माथिसम्म गर्नु पर्दैन होला तर गरिराख्छु एकछिन ल। फाइनली यसो मेरो प्लास्टिक पनि बाम कति धेरै प्लास्टिक यार खोल्दा 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 हैरान। ल त अब मेरो नेपालको पार्सल। थ्याङ्क यू सो मच मेरो काइली बहिनी एन्ड ज्वाइँ एन्ड अर्जुन दाजु लखने दाजु। टेस्टी जस्तो चिकन बनाउँदै अलिक दाग पऱ्यो है त्यो उस भएर क्या त्यो हुँदैछ यहाँ के अगाडिको बनाउनु लगाएर। अनि के हो यो ए अन्डा त्यस्तो गरेर यो के हालेछ। यो भयो तिम्रो कार्यक्रम यो राखिदिउँ हजुर अझै गर्दैछ यहाँ। अब वा चाइनिज ससहरू यही खाने हो आज ल। अनि त्यहाँबाट सुरु गर्दा आउँछ अरे बस साग हो चाइनिज भन्छ क्या। चाइनिज त मलाई उल्टा पुल्टा मन पर्दैन त्यही भएर यो पनि हालेर खाँदैछु। तर यहाँ छु बाबु यहाँ चम्मच छ यहाँ चम्मच। आज मेरो काइली बहिनीको अकबरेको पेस्ट मजाले ल हेर्नु त दामी हुन्छ बप्पाल। अचार पनि
अचार त मैले हामीले हिजो एक बट्टा भइसक्यो। वाह कस्तो मिठो हेर्नु चिकन अचार। हजुरहरूलाई मेरो काइन्डली बहिनी भनेको बिएम फ्यामिली हो। हजुरहरूलाई चाहिन्छ भने जता जुन देशमा पनि डेलिभरी गर्नुहुन्छ सम्पर्क गर्नुहोला। हालिदिनु छोड्छ तिमीले? वा कस्तो रातो भाइ मजाको म खान्छु नि त चाखामा आज केएफसीसँग मिठो हुन्छ होला है। अचार काइन्डली बहिनीको ओ राग कस्तो मिठो आएको छ। पहिला अब झोल खाने खाऊ 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 न। साग छ यहाँ पहिला चिकनबाट सुरु गरौँ है त। खाएँ है त दामी छ सो। वा मेरो छोरीले बनाएको यो केएफसीको खतरा बनाउँछ नि उसले दामी। मिठो डल्ले प्रेस। वाह आई लभ यु मेरो काइन्डली बहिनी। मिठो पेस्ट कस्तो मिठो है। डल्ले त खान्न न म त अब। पेस्ट त सोचेको भन्दा धेरै मिठो रहेछ। दामी त्यो पनि त्यही खान्छु। वाह कस्तो मिठो पेस्ट सोचेको भन्दा मिठो। वाह डल्ले खान्छु भनेको सक्दिनँ होला एउटा त खान्छु तर म। छोरीको चाइनिज अचार चाइनिज अचारसँग भात खानुपर्छ। खाऊ है हुन्छ खाएँ म त साग साग धेरै पाकेछ छोरी। खाए बब्बल दामी पेस्ट त। वाह डल्लेको पेस्ट डल्ले डल्ले नै रहेछ यहाँ डल्लेको पेस्ट दामी। दामी डल्लेको पेस्ट के यस्तो मिठो। म अलिअलि पनि खान्न। मिठो मिठो है पेस्टकै दामी रहेछ। मैले कति धेरै हालेँ फाल्नु पऱ्यो फाल्दैन तर
दामी वाह म त एउटा डल्ले पनि खाएँ म त अन्डा पनि छ नि यहाँ ओ मिठो छ कि यो डल्लेको पेस्ट ओ माई गड बनाउनु गएर सक्दैन अचार पनि त्यस्तै मिठो छ मुलाको अचार पनि थियो तपाईँलाई अनबक्सिङमा सबै देखाएको छु आज सामान आउँदैको सबै देखाएको छु त्यहाँ अरू भिडियोमा हेर्नु होला सिलौटो प्लस दामी झोल खान्छ म त खान्छु ल केराउको झोल बनाएको थिएँ कि मैले फेरि अलिकति आलु र मटर बाबा त पिरो डल्ले टोके तर यहाँ तरकारीमा पिरो पेस्ट पिरो चाइनिज सलाई मिठो छ दामी कुच्चिर खाएँ म त दामी भयो पेस्ट राम्रो मिठो धेरै खायो एउटा उन्स खान्छौँ चाहिँ दामी भएछ यो अम्बरको पेस्टले गर्दा पेस्ट धेरै खाएँ म त कस्तो मिठो भन्छ कि मुखले खाम के भन्छ मुखले खाम पेट कुनै पेट अगायो मुखले आगाएन भन्छ अझै त्यस्तै भन्छ वाह आमा डल्ले पेस्ट त खतरा 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 मिठो कस्तो खतरा मिठो
छोरीले बनाएको त्यो चाइनिज होला कस्तो मिठो हो खाउँछ त्यो चाइनिज साह्रो मिठो भयो डल्ले खायो खानु वाह टक्का यस्तो गर्छु फाल्नु हुनेलाई चम्मचलाई नि चाट्नुपर्छ यत्रो टाढाबाट नेपालबाट आएको सामान अनि सात समुद्र पारी काहीँले एकदम मिठो छ है अचार यो दामी हाम्रो चल्छ तर नै त पिरो डल्ले चपारा त्यो पनि पिरो डल्ले पनि पिरो त्यो खायो भने त कस्तो धेरै खायो नि त एकैछिनमा मेरो थाल्दियो त यस्तो मिठो काइँली बहिनी अचार थ्याङ्क यू सो मच हजुरहरूले मगाउनुहुन्छ अरे सबै ठाउँमा मेरो काइँली बहिनीले डेलिभरी गर्छ मगाउन सक्नुहुन्छ बिएम फ्यामिली भन्ने युट्युब च्यानल छ मेरो बहिनीको हेर्नु होला त्यसो भन्दा अब धेरै खाएँ थ्याङ्क यू सो मच बाई बाई नमस्ते गर्न मिलेन है जुठो हातमा थ्याङ्क यू सो मच बाई बाई एभ्री वान धेरै खायो